नमस्ते साथीहरू। फेरि अर्को मजाको अफर आएको छ पाईले हैन। पाई कतिले युज गर्नुहुन्छ? पाईको चाहिँ बर्थडे भएको भएर पाईले सबैलाई गिफ्ट दिइराखेको छ। गिफ्ट चाहिँ कसरी लिने भनेर म सिकाउन गइरहेको छु। सबभन्दा पहिला यो पाई खोल्नुहोस् हैन। पाई खोलिसकेपछि तपाईँ यो तीनवटा धर्का यहाँनिर क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँ पाई ब्राउजरमा जानुहोस्। पाई ब्राउजरमा साइन इन गर्नुहोस्। पाई ब्राउजर खुलिसकेपछि तपाईँले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। सबैभन्दा माथि होम लेखेको छ त्यहाँ क्लिक गर्नुहोस् र यहाँनिर पाई गिफ्ट .us भनेर टाइप गर्नुहोस् अनि सर्च गर्नुहोस्। तपाईँले यस्तो एउटा इन्टरफेस खुल्छ। जहाँ खुलिसकेपछि तपाईँले 2 दिन मात्र बाँकी छ। अब यो रिसिभ गर्न 2 दिन, त्यसभन्दा 3 दिन, लगभग 3 दिन टाइम दिएको छ हैन। यो टाइम सकेपछि तपाईँहरूले रिसिभ गर्न पाउनुहुन्न र सबैभन्दा छिटोभन्दा छिटो गर्नु होला। पाईले चाहिँ अहिले मैले चाहिँ अलरेडी रिसिभ गरिसकेँ, त्यही भएर यहाँ मेरो यस्तो देखाएको छ हैन। त रिसिभ नगर्नु भएकोहरूलाई चाहिँ यहाँनिर ब्यालेन्स यति दिन्छु भनेर देखाएको हुन्छ हैन। त्यहाँ क्लिक गर्नुहोस् र क्लिक गरिसकेपछि त्यहाँ तपाईँले रिसिभ गर्छु भनेर देखाउँछ। अहिले मैले रिसिभ गरेको भएर जुन भिडियो बनाउनु पाइनँ हैन। नत्र त्यहाँ तपाईँहरूलाई गरेर देखाउँथेँ। यहाँ ब्यालेन्स देखाएको हुन्छ, त्यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँको यो यसको पासवर्ड माग्छ क्या, जुन सुरुमा अन गर्दाखेरि राखेको हुन्छ नि त्यो अनलक कोड। त्यो कोड हालेपछि चाहिँ तपाईँले रिसिभ गर्न सक्नुहुन्छ है। त ट्राई गरी हेर्नुहोस्। धन्यवाद।